नमस्कार, म छु सुजित कुमार झा। अहिले मोडेल खबरको मोडेल संवादमा यहाँहरूलाई स्वागत छ। हामीसँग हुनुहुन्छ इन्जिनियरिङ आइटी इन्ट्रान्स पढाउने देशका नम्बर 1 इन्स्टिट्युटमध्ये पिएको अध्यक्ष सिइओ भनौँ लक्ष्मण पोखरेलजी। उहाँ देशका केही अन्य कलेजहरूको पनि अध्यक्ष हुनुहुन्छ, जसरी चाहिँ कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीका अध्यक्ष हुनुहुन्छ, नेसनल इन्स्टिट्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीको पनि अध्यक्ष हुनुहुन्छ। यसै गरी हिमालयन व्हाइट हाउस इन्टरनेसनल कलेज पुतली सडक काठमाडौँका पनि अध्यक्ष हुनुहुन्छ। यस बाहेकका पनि उहाँको शिक्षा क्षेत्रमा अर्कै प्रतिष्ठा रहेको छ। आज चाहिँ जनकपुरमा क्विज कन्टेस्टको गराउन उहाँ आउनुभएको थियो। आज चाहिँ पनि सम्पन्न भयो। निकै विद्यार्थीहरू उहाँका कार्यक्रमबाट लाभान्वित भए। सबैभन्दा पहिला पोखरेल सर, यहाँलाई मोडेल खबरको मोडेल संवादमा धेरै धेरै स्वागत छ। हस्, धन्यवाद सुजित सर। जनकपुरको आजको क्विज कन्टेस्ट, पहिला यो पिएको क्विज कन्टेस्टको बारेमा बताउँ। पिएले विगत 7 वर्षदेखि विभिन्न सहरहरूमा यो देशका विभिन्न सहरहरूमा क्विज कन्टेस्ट गराएर अनि त्यहाँबाट सर्टेन ग्रुप विद्यार्थीहरूलाई काठमाडौँ लगेर सेन्ट्रल फेरि हामी क्विज कन्टेस्ट गराउँछौँ। त्यही सिलसिलामा हामी यो क्विज कन्टेस्ट पिए इन्जिनियरिङ आइटी क्विज कन्टेस्टको 7औं एपिसोडको सिलसिलामा हामी यहाँ जनकपुर आइपुगेका हौँ। र यो जनकपुर र यसको पेरिफेरीका विभिन्न +2हरू अनि डिप्लोमा पढाउने कलेजहरू लगायत 9-12 पढाउने कलेजहरूको उत्साहपूर्ण सहभागी रह्यो आजको क्विज कन्टेस्टमा। र आजको क्विज कन्टेस्टमा टोटल 104 जना विद्यार्थीहरूको सहभागिता थियो। र अनि ती विद्यार्थीहरूलाई विभिन्न +2 स्कुल कलेजहरूबाट आउने शिक्षक साथीहरू, कोअर्डिनेटर, प्रिन्सिपल साथीहरू सबैको उपस्थिति थियो। र आजको उपस्थिति एकदम उत्साहपूर्ण छ र अहिले क्विज कन्टेस्ट चलिरहेको पनि छ। र यो क्विज कन्टेस्टबाट हामीले 4वटा ग्रुप सिलेक्सन गर्छौँ, जसले फाइनल राउन्ड असारमा हुने काठमाडौँमा हुने फाइनल राउन्डको क्विजमा खेल्न पाउनेछ। अनि खास गरेर इन्जिनियरिङ आइटीलाई लक्षित गरेर यो कार्यक्रम भइरहेको छ। यसको सोच किन आयो होला? यसको सोच आउनुमा हामी पिए भनेको स्वभावतः हामी चाहिँ देशको इन्जिनियरिङ आइटी इन्ट्रान्स पढाउने एउटा पाइनियर इन्स्टिट्युट हो। हजुर। र यो इन्स्टिट्युटले इन्जिनियरिङ आइटी भन्दा बाहिर गएर क्विज गराउनु भन्दा इन्जिनियरिङ आइटीमै क्विज गराउन हामीले चाहिँ राम्रो सोच्यौँ। र यसको उद्देश्य के हो भनेदेखि मेनली यो देशका कुना काप्चामा विभिन्न मफसलका विभिन्न सहरहरूमा बसेका प्रतिभाहरूलाई उजागर गरेर फाइन्ड आउट गरेर हामीले उनीहरूलाई स्कलरसिप दिएर इन्जिनियरिङ पढ्न प्रेरित गर्छौँ। आज त हजुरले घोषणा गर्नुभयो, यसमा सहभागी हुने बित्तिकै पनि त्यसमा चाहिँ मैले चाहिँ सहयोग गर्छु भनेर राख्नुभएको थियो। आजको अब हामीले देशभरि नै आजको कार्यक्रममा मात्र होइन, देशभरिका सम्पूर्ण सहरहरूमा गरेका कार्यक्रमहरूमा सहभागी हुने विद्यार्थीहरूलाई पनि हामीले चाहिँ पुरस्कार बाँडेका छौँ। विभिन्न प्राइजहरू छन्, स्कलरसिपहरू छन्। र हामीले चाहिँ अब हामीले यो देशको इन्जिनियरिङ आइटी शिक्षालाई एउटा लेभलमा पुर्याउनको लागि एउटा अभियान छेडेर हिँडेका छौँ। र यो अभियानमा केही हाम्रा कलेजहरूले, इन्जिनियरिङ कलेजहरूले पनि साथ दिइरहनु भएको छ। र साथ दिने इन्जिनियरिङ कलेजहरू अहिले 8वटा इन्जिनियरिङ कलेजहरूले साथ दिनुभएको छ हामीलाई। त्यो मध्ये अल्फाबेटिकली भनौँ भने एक्मी इन्जिनियरिङ कलेज, र त्यस्तै तपाईँको चाहिँ एडभान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, त्यस्तै कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी, अनि एभरेस्ट इन्जिनियरिङ कलेज, त्यस्तै लिएर तपाईँको हिमालयन व्हाइट हाउस इन्टरनेसनल कलेज, अनि एनसिआइटी नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी भन्छ, एनसिआइटी कलेज, अनि त्यस्तै तपाईँको कान्तिपुर इन्जिनियरिङ कलेज, र अनि लास्टमा तपाईँको नेसनल इन्स्टिट्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी। यो पहिलाको बायोमेडिकल कलेज पनि हो र अहिले नाम परिवर्तित भएको हो।
यी कलेजहरूको साथ छ हामीलाई र यी कलेजहरूको साथमा हामी देशभरि दौडामा एउटा अभियान लिएर हिँडेका छौँ र सहभागी हुनासाथ हामीले के एस्योर गरेका छौँ भने विद्यार्थीहरूलाई पिएद्वारा उत्पादित पिए डिजिटल जुन घरमै बसेर इन्ट्रान्स प्रिपरेसन गर्न सक्ने 12 कक्षाको कोर्स रिभिजन गर्न सक्ने जुन प्री इन्जिनियरिङ इन्ट्रान्स पढ्न सक्ने मेडिकल इन्ट्रान्स पढ्न सक्ने त्यो सम्पूर्ण त्यो प्याकेज छ त्यो आजका दिनदेखि नै फ्री पाउँछन् सहभागी हुने बित्तिकै र पछि पिएमा इन्ट्रान्स दिन जाँदाखेरि उनीहरूले पिएको जुन फीमा 50% छुट पनि पाउँछन् र त्यसपछि उनीहरूलाई स्कलरसिपमा नाम निकाल्न प्रेरित गरिनेछ र कुनै कारणवश कोही विद्यार्थीले यो सहभागी मध्येको विद्यार्थीले स्कलरसिपमा नाम निकाल्न सकेन भने जुन हाम्रा जुन पार्टनर कलेजहरू अघि मैले भनेका कलेजहरू जुन साथी कलेजहरू हाम्रा छन् उनीहरूले यी विद्यार्थीहरूलाई 50% स्कलरसिपमा इन्जिनियरिङ पढाउने प्रतिबद्धता जाहेर गरेका छन् त्यसको जिम्मेवारी पिएले लिन्छ। लक्ष्मण सर, खास गरेर हजुरको चाहिँ इन्ट्रान्स पढाउने देशको नम्बर 1 इन्स्टिट्युट रहेछ, त्यो अनुभवले के बताइरहेछन् विद्यार्थीहरू किन विदेशतिर बढी चाहिँ आकर्षित भइरहेछन्? किनकि हजुरकै कार्यक्रममा यहाँ जनकपुरमै सोधिएको थियो, एउटा प्रश्न सोधिएको थियो, कतिजना चाहिँ विदेशमा पढ्न रुचाइरहेछन् या जान्छन्? सबैले हात उठाइदियो एकैचोटि। किन यस्तो भइरहेछन्? आखिर पढाइ त यहाँ पनि उस्तै रहेछन्, विदेशबाट पढेर आएर पनि नेपालमा जुन जाँच दिन्छन् त्यसमा त फेल हुने सङ्ख्या पनि बरु यसको भन्दा उतैको बढिरहेछन्। अनि तापनि किन चाहिँ विदेशतिर आकर्षित भइरहेछन् विद्यार्थीहरू? हजुरको एक्सपिरियन्स के भनिरहेछ? अघि कार्यक्रममा विदेश जान चाहने विद्यार्थीहरूलाई हात उठाउन हामीले आह्वान गर्दाखेरि मैले त्यहाँ कम्तीमा पनि 25% विद्यार्थीले हात उठाएको प्रत्यक्ष मैले पनि देखेँ, हजुरहरूले पनि। अनि केहीले हात उठाउँ कि नउठाउँ लाजले तुले उठाउँ, तर उनीहरूको पनि साइकोलोजी हेर्दाखेरि उस्तै लागिरहेको थियो। र स्वाभाविक त अहिलेको इन्टरनेटको जमानामा विद्यार्थीहरूको फिङ्गर टिप्समा संसार छ, उसले संसार देखेको छ र मानव स्वभावै हो प्रगति गर्ने। र हामी पनि कुनै मफसलको गाउँबाट सङ्घर्ष गरेर काठमाडौँ आएको हो भने अब हाम्रा छोराछोरीहरू युरोप अमेरिका जान्छु भन्नु स्वभावै त्यो चाहिँ त्यसलाई म अन्यथा लिन्न। र अब त्यो जानु सही हो कि होइन र इन्जिनियरिङ पढ्ने विषयको कुरा गर्ने हो भने पर्टिकुलरली हामी नेपालमै पनि सफिसियन्ट छ हाम्रो इन्जिनियरिङ शिक्षा र हाम्रा सिलेबसहरू, हाम्रा युनिभर्सिटीहरू, हाम्रा करिकुलमले सिकाएका कुराहरू यो संसारमा काम गर्नको लागि काफी छन्। त्यसले गर्दाखेरि अब यो कतिपय कुरा यहाँ नेगेटिभिटी फैलाइएको पनि छ। अहिलेको यो सोसल मिडियामा अब नेपालमा केही पनि हुँदैन भन्ने एउटा जुन भाष्य सिर्जना गरिएको छ त्यसले पनि विद्यार्थीहरूको अहिले 11-12 कक्षा पढ्ने विद्यार्थीहरूको मानसपटलमा त्यसको असर पनि हुन सक्छ। वास्तवमा त्यो होइन र यस पटकको पनि हामीले हेर्ने हो भने यो पटक इन्जिनियरिङ कलेजहरूको भर्ना उल्लेख्य रूपमा राम्रो पनि छ र विद्यार्थीहरू गत साल यसरी नै हजुरले भने जस्तै विद्यार्थीहरू बाहिर जाने भनेर प्रशस्त विद्यार्थीहरू एडमिसन गरेनन्। नगरेको विद्यार्थी आखिर तिनीहरू 1 वर्ष लस गरेर फेरि यो वर्ष एडमिसन गरेका छन्। त्यसले गर्दा उनीहरूले कुरो नबुझेको हो, बाहिर जान त्यति सजिलो पनि छैन। र फुल स्कलरसिप पायो भने विद्यार्थी बाहिर जान सम्भव छ युरोप अमेरिकाको केसमा, होइन भनेदेखि बाहिर जानको लागि त्यति सजिलो छैन। र जुन खर्च हो त्यो बाहिर जाने खर्च तपाईको विदेशी युनिभर्सिटीमा इन्जिनियरिङ आइटी पढ्ने खर्च करोडौं रुपियाँ पर्छ र नेपालमा 8-10 लाख रुपियाँमा कलेज रोजेर राम्रो कलेजमा पढ्न पाइन्छ। स्कलरसिप पनि प्रशस्तै छ, त्यसले गर्दाखेरि इजिली स्कलरसिपमा निकाल्न सक्छ, सकेन भने पनि 8-10 लाख रुपियाँमा राम्रो इन्जिनियरिङ पढ्न सक्छ। लक्ष्मण सर, भारततिर पनि एउटा के देखिएको थियो भने भारतमा पनि विद्यार्थीहरू विदेशतिर बढी आकर्षित हुन्थे, तर केही वर्षदेखि त्यहाँ पनि बेङ्गलोर, दिल्ली लगायतका ठाउँहरूमा विद्यार्थीहरू पढिरहेछन्। कोचिङका कुरा गर्दाखेरि त पटनामा चाहिँ दिल्लीबाट पनि पढ्न चाहिँ
पटना कोचिङ गर्न आउँछन्। त्यस्ता अवस्थाहरू बिहार एकदम गुज्रेका भए पनि त्यहाँ पनि पढाइतिर चाहिँ केही इन्स्टिट्युटहरूमा चाहिँ विद्यार्थीहरू जान्छन्। किन भारतमा कसरी चाहिँ परिवर्तन भयो? हजुर आखिर शिक्षा क्षेत्रको त संसारभरिको चाहिँ त्यो त्यहाँको विकास यात्राहरूलाई हजुरले निहालिरहनु भएको छ। के लागिरहेछ त्यसले हामी केही पाठ सिक्न सक्छौँ? हजुरले भनेको कुरा कतिपय कुरा साँचो हो, साँचो हो। र भारतमा कस्तो ट्रेन्ड छ भने अब भारतका युनिभर्सिटीहरू पनि केही राम्रा युनिभर्सिटीहरू छन्। स्पेसली इन्जिनियरिङ आइटीको कुरा गर्ने हो भने आइआइटी, एनआइटी, आइआइआइटी, ट्रिपल आइटी भन्छ, आइआइआइटी र केही साउथ इन्डियाका ठुला युनिभर्सिटी कलेजहरू राम्रा पनि छन्। र गभर्मेन्ट युनिभर्सिटीहरूमा आइआइटी, एनआइटी, ट्रिपल आइटी जस्ता युनिभर्सिटीमा कोही विद्यार्थी पढ्न जान्छ भने हामीले चाहिँ अन्यथा लिनु हुँदैन, किनभने ती युनिभर्सिटी आफैमा राम्रा छन्, त्यसलाई चाहिँ उत्साहजनकै मान्नुपर्छ, राम्रै मान्नुपर्छ। अनि अहिले त के आइरहेको छ भने भारतमा पढ्न जाने, भारतको जुन त्यो उत्साह देखेर, भारतका कलेजहरू देखेर, उनीहरूको मार्केटिङ देखेर, उनीहरूका इन्फ्रास्ट्रक्चर बिल्डिङहरू देखेर हाम्रा विद्यार्थी अलिकति लोभिएको मैले पाएको छु। विशेष गरी यो 2 नम्बर प्रदेशमा, मध्य प्रदेशमा हजुरको यहाँ चाहिँ भारतबाट विभिन्न कलेजहरूबाट, भारतका कलेजहरूबाट त्यहाँको मार्केटिङ टिम यहाँका +2 कलेजहरूमा भिजिट गर्ने गरेको छ र उनीहरूलाई विभिन्न एट्र्याक्सनहरू दिइएको छ। र त्यसमाथि पनि अब जो पढ्न गए पोहोर 18 साल पढ्न जाने विद्यार्थीहरूलाई नै एजेन्ट बनाएर पठाइएको छ र आफ्नो टोलको, गाउँको, आफ्नो स्कुलको भाइ बहिनीहरूलाई चाहिँ उनीहरूले चाहिँ विभिन्न एट्र्याक्सन देखाएर उनीहरूले चाहिँ पहिलो छुट्टीमै आउँदाखेरिदेखि उनीहरूलाई चाहिँ विभिन्न एट्र्याक्सन दिएर म पढ्ने कलेज राम्रो छ, जानुपर्छ भनेर भन्न लगाइएको छ। त्यो जाँदा उसले इन्डिभिजुअल केही बेनिफिट पाउन सक्छ। तर अहिले यहाँबाट जाने विद्यार्थीहरू जुन प्याकेजमा इन्डिया पढ्न गइरहेका छन्, म आफै पनि इन्डियामा 100औं कलेजहरू भिजिट गरिसकेको छु। मैले विभिन्न आइआइटीहरू हेरेको छु, एनआइटीहरू हेरेको छु र ट्रिपल आइटी हेरेको छु र विभिन्न प्राइभेट युनिभर्सिटी कलेजहरू म भिजिट गरेको छु। र जुन राम्रा कलेज छन् ती स्वाभाविकै राम्रा छन्, तर अधिकांश नेपाली विद्यार्थीहरू गएका कलेजहरूको क्वालिटी छैन। बिल्डिङ होला, स्पेस होला, तर क्वालिटी छैन। र त्यसकै कारण के हो भने इन्जिनियरिङ यस्तो विषय हो जुन पास गरेर डिग्री लिएर मात्रै हुँदैन, फेरि लाइसेन्स लिनु जरुरी छ। नेपाल इन्जिनियरिङ काउन्सिलको लाइसेन्स एक्जाममा हाम्रो मित्र राष्ट्रबाट आउने विद्यार्थीहरूको रिजल्ट एकदमै न्यून छ। हाम्रो नेपालका युनिभर्सिटीको कम्पेरिजनमा धेरै तल छ र समग्रमा हेर्दाखेरि 10, 15, 20% भन्दा माथि छैन फर्स्टमा नाम त्यहाँ लाइसेन्स पाउने स्थितिमा। त्यसले गर्दाखेरि त्यहाँको क्वालिटी त्यसैले जगजाहेर गर्छ कुन क्वालिटी छ भन्ने कुरा चाहिँ हामीले भनिरहनु आवश्यक छैन। अब त्यसले नै डिटरमाइन गरिसकेको छ। त्यसले गर्दा म विद्यार्थीहरूलाई के सुझाव दिन्छु भने तपाईहरु जान सक्नुहुन्छ, आईआईटी एनआईटी जानुहुन्छ भने त्यसमा हाम्रो इन्डिया जानुहुन्छ, हाम्रो कुनै रोकटोक छैन। हामी जानुस् हामीले चाहिँ सल्लाह नै दिन्छौं। होइन भने सस्तो प्याकेज खोजेर जो कि नेपालमा प्रत्येक वर्ष 15-20 लाख विद्यार्थी के भारतमा प्रत्येक वर्ष 15-20 लाख विद्यार्थी इन्जिनियरिङ पढ्न चाहन्छन्। त्यहाँ विद्यार्थी नपाएर नेपालका +2 खोज्न आउने कलेजको हालत के होला त्यो चाहिँ तपाईहरुले बुझ्नु पर्यो। अनि त्यो हजुर चाहिँ मध्य प्रदेशकै कुरा गर्नुभयो, यतातिर चाहिँ बढी चाहिँ गइरहेछन्। यसका लागि त्यहाँका एजेन्टहरूले आफ्ना मान्छेलाई यसरी गरेछन्। त्यसलाई हामी किन रोक्न सकिरहेछौँ? जो तपाईले भन्नुभयो आईआईटीमा गइरहेछन्, आईटीमा गइरहेछन्, त्यो त्यहाँका जुन नाम चलेका युनिभर्सिटीहरूमा गइरहेछन्, त्यसको छैन, त्यसमा जानुस्। तर जहाँ चाहिँ ठग्नको लागि मात्रै चाहिँ डिग्री लिनको लागि जुन त्यहाँ गइरहेछन् त्यस्ता विद्यार्थीलाई रोक्न के मेकानिजम हुन सक्छ? के लागिरहेछ? आखिर त्यो पढेर आउँदाखेरि त्यो चिया पसलमा काम गर्ने, चिया पसल नभए पनि त्यो सानोतिनो चाहिँ इन्जिनियर बनेर आएर चाहिँ त्यो आफ्नो पेसाको काज गर्न सकिरहेको छैनन् भने त्यहाँ समस्या, यसलाई कसरी चाहिँ समस्यालाई समाधान गर्न सकिन्छ?
अब यो कस्तो मार्केटिङको ट्रेन्ड छ, यसलाई कसरी समाधान गर्ने भन्ने कुरा इन्डिभिजुअल त कसैले गर्न सकिएन। हाम्रो तर्फबाट गर्ने भनेको अवेरनेस मात्रै हो विद्यार्थीहरूलाई। यसरी नै हामीले विभिन्न कार्यक्रम मार्फत अवेरनेस गराउने हो, अवेर गराउने हो, विद्यार्थीहरूलाई सूचना दिने हो, यस्तो छ है भन्ने हो। र म त वर्षमा सयौँ विद्यार्थीहरू इन्डिया गएर पढेर कोही 2 महिना 3 महिनापछि उनीहरू चाहिँ अब यो काम छैन यहाँ पढेर भनेर म ठगिएछु भन्ने उसले फिल गरेर अनि त्यसपछि 1 वर्ष वेट गरेर तपाईँको चाहिँ अर्को साल इन्ट्रान्स दिएर नेपालका कलेजमा पढेका प्रत्येक वर्ष सयौँ विद्यार्थीहरू आउँछन्। एउटा म सुनाइरहेको छु, यहाँ चाहिँ प्रदेश सरकारले एउटा बेङ्गलोरको एउटा कुनै युनिभर्सिटीको त्यो चाहिँ प्राइभेट युनिभर्सिटी रहेछ, त्यो फेरि उस डाइरेक्ट आएछ यहाँ प्रदेश सरकारतिर। अनि उसले चाहिँ 4वटा 5वटा उसलाई कोटा दिएछ, जबकि त्यसको अवस्था के रहेछ, त्यो इक्विभ्यालेन्टको अवस्था के छ केही नहेरेर 4-5 जनालाई प्रदेश सरकारले यहाँबाट पठाइरहेछ। त्यसको अवस्था के छ, त्यो राज्यले त्यसलाई कति मान्यता दिएछन् या राज्यसँग आखिर कुनै नेटवर्क भएर जाँदाखेरि त्यसलाई त गर्न सकिन्थ्यो, त्यो के भन्छ त्यस्ता पनि कार्यहरू भइरहेछ यहाँ। अब प्रदेश सरकारले यहाँको मध्य प्रदेश सरकारले कुन युनिभर्सिटीमा पठाएको छ त त्यो मलाई थाहा भएन है, मसँग ठ्याक्कै जानकारी छैन मलाई। तर अब प्रदेश सरकार नै चाहन्छ 2-5 जना विद्यार्थी स्कलरसिपको लागि कुनै इन्डियाको कुनै युनिभर्सिटीको प्रचार गर्छ भने प्रदेश सरकारसँग मलाई सम्पर्क गराइदिनुस्, म नै उपलब्ध गराइदिन्छु त्यो 4-5 सिट स्कलरसिप। किनभने हामीले क्विज खेलाएर देशभरिका विद्यार्थीहरूलाई हामीले चाहिँ 112 जनालाई फुल स्कलरसिप भनेर एनाउन्स गरिसकेका छौँ र हामीले 3-4 वर्षदेखि त्यो गराइ पनि रहेको छौँ। 7औं एपिसोड हो, सुरुका दिनहरूमा हामीले यसलाई व्यापक गरेको थिएनौँ। अब यो 3-4 एपिसोड त हामीले देशभरि गराएर स्कलरसिप प्रत्येक वर्ष दिइरहेका छौँ। र म यही तपाईँको यो मोडेल खबर मार्फत मैले चाहिँ यहाँको प्रदेश सरकारलाई के भन्न चाहन्छु भने यदि उहाँहरूको त्यो चाहना छ, कोही निडी विद्यार्थीहरू बहुत ट्यालेन्ट पनि छ र त्यो चाहिँ जियनदार छ र गरिब छ भने त्यस्ता विद्यार्थीहरू प्रदेश सरकारले सिफारिस गर्छ भने हामी नै त्यसको जिम्मेवारी लिएर त्यो 4-5 जना त हामी नै पढाइदिन्छौँ। किन साउथ इन्डियाको प्रचार? अब चाहिँ म विद्यार्थीतिर आउँ। विद्यार्थीहरू सोधिरहन्छन् किनकि हजुर चाहिँ जुन इन्जिनियरको इन्ट्रान्स पढाउने, इन्ट्रान्स भनेको त्यो पुलको काम हो। पुल गरेर चाहिँ पढेका विद्यार्थीहरूलाई चाहिँ इच्छुक विद्यार्थीहरूलाई इन्जिनियरिङ कलेजमा कसरी पढ्न सकिन्छ, कसरी जाने हो त्यो बाटो देखाउने ठाउँ हो। विद्यार्थीहरू सोधिरहन्छन् म इन्जिनियर बन्न चाहन्छु, म डक्टर बन्न चाहन्छु, कसरी बन्ने त? त्यसको लागि पहिलादेखि नै कसरी तयारी गर्नुपर्छ? हजुरले चुके हजुर चाहिँ एउटा यस्तो जानकार हुनुहुन्छ, सिलेबस बनाउँदाखेरि जे होस् राज्यले हजुरलाई खोजिरहन्छन्। हामी जनकपुरमा आउँदाखेरि त्यसको हामी सदुपयोग गरौँ, त्यो अनुभवलाई के गर्नुपर्छ? किनकि हजुर स्वयं इन्जिनियर पढिसकेका व्यक्ति, के भन्नुहुन्छ विद्यार्थीहरू कुन बेलादेखि तयारी गर्छन्? यो विषयमा एउटा के छ भने जो विद्यार्थी म नेपालबाटै स्कलरसिपमा इन्जिनियरिङ पढ्न चाहन्छु अथवा डाक्टर पढ्न चाहन्छु भन्ने जो सोचमा छन् विद्यार्थीहरू, ती विद्यार्थीहरूले मलाई लाग्छ 11 कक्षादेखि नै अलिअलि चनाखो चाहिँ हुनुपर्छ। र उनीहरू सम्पूर्ण सबै इन्ट्रान्समा मल्टिपल चोइस क्वेसन सोधिन्छ, सबै इन्ट्रान्समा। यो नेपालमा होस् या संसारमा होस्, इन्ट्रान्समा इन्जिनियरिङ मेडिकल सबै इन्ट्रान्समा सोध्ने मल्टिपल चोइस क्वेसन हामी सर्टकटमा एमसिक्युज भन्छौँ। त्यो एमसिक्युजको टेक्निक छ, विशेष टेक्निक छ। त्यसलाई के सामान्य भाषामा टिक मार्क लगाउने एबिसिडी अप्सन हुन्छ, त्यो मध्ये एउटा मिल्ने हुन्छ है। र कतिपय इन्ट्रान्सहरूमा नेगेटिभ मार्किङ हुन्छ, फेरि रङ आन्सर गरे त्यो इन्ट्रान्स अनुसार फरक छ। र मेडिकल इन्ट्रान्समा के छ भने तपाईँको एउटै सेन्ट्रल इन्ट्रान्स हुन्छ, त्यसले गर्दा धेरै झन्झट छैन। यो इन्जिनियरिङ आइटीमा नेपालमा सबै युनिभर्सिटीका आफ्ना आफ्नै इन्ट्रान्स हुन्छ, त्यसले गर्दाखेरि युनिभर्सिटी पछि इन्ट्रान्स दिनुपर्छ। आफ्ना आफ्ना सिस्टम छन्, कसैका नेगेटिभ मार्किङ छन्, कसैका छैनन्।
र यो सबैमा एमसिक्युज नै सोध्छ। एमसिक्युजको एउटा टेक्निक हुन्छ, त्यो टेक्निक चाहिँ 11 कक्षादेखि अलिअलि चनाखो भएर यस्ता अब पिए जस्ता इन्स्टिच्युटहरूमा उनीहरूले सम्पर्क गरेर ती मेटेरियलहरू ल्याएर हेर्दै गर्ने र जब विद्यार्थी 12 कक्षा पुगेको हुन्छ त्यसपछि कम्तीमा उसले दिनमा 1-2 घन्टा त्यो एमसिक्युजको लागि इन्ट्रान्सको लागि भनेर छुट्याएर हेर्दै गऱ्यो भने र +2 सकेपछि 3 महिना 4 महिनाको समय हुन्छ, त्यसमा चाहिँ उसले त्यो इन्ट्रान्स क्र्याक गर्न सक्छ एउटा ट्यालेन्ट विद्यार्थीले। र मेहनती विद्यार्थी छ, ठिकै ठिकै छ भने स्कलरसिपमा राम्रो ठाउँमा नाम निकाल्न 1 वर्ष अरू रिपिट गर्नुपर्छ होला जस्तो लाग्छ। र ट्यालेन्ट छ, मेहनती छ भने उसले एकै पटकमा निकाल्न सक्छ। धेरै उदाहरणहरू छन्। र इन्जिनियरिङको केसमा भन्नुहुन्छ भने त एउटा नर्मल विद्यार्थी पनि 12 कक्षा पुगेपछि उसले अब म इन्जिनियरिङ पढ्छु र यो अनुसार अब अगाडि बढ्छु भनेर लाग्यो भने सामान्यभन्दा सामान्य विद्यार्थीले पनि इजिली स्कलरसिपमा निकाल्न सक्छ। किनभने इन्जिनियरिङमा स्कलरसिपको सङ्ख्या नै यति धेरै छ कि मेडिकलको टोटल सिटभन्दा पनि धेरै छ। विभिन्न युनिभर्सिटीमा स्कलरसिप छ, त्यसले गर्दाखेरि इन्जिनियरिङ अलिक सजिलो छ। नेपालमा 46वटा इन्जिनियरिङ कलेज रहेछ। अनि 46वटा इन्जिनियरिङ कलेज के सामान्यतया कतिमा पढ्न सकिन्छ त्यो पनि कुरा गर्नु। हजुरले यो क्वेसन गर्नुभयो र म चाहिँ योभन्दा अगाडि नेपालको इन्जिनियरिङ निजी स्तरबाट सञ्चालित इन्जिनियरिङ कलेजहरूको एउटा छाता सङ्गठन छ, एसोसिएसन अफ इन्जिनियरिङ कलेज नेपाल, एकोन भन्छ। म त्यसको इमिडिएट पास्ट प्रेसिडेन्ट पनि हो। हजुर, योभन्दा अघिल्लो कार्यकाल मैले सम्हालेको हो। र मलाई के जानकारी छ भने नेपालमा त्यति बेला 51वटा इन्जिनियरिङ क्याम्पसहरू थिए र अहिले चाहिँ त्यसपछि राजर्षि जनकले पनि आफूले इन्जिनियरिङ पढाउन थालेको, त्यसले गर्दा 52 भयो। र अनि पूर्वाञ्चल विश्वविद्यालय र अरू 1-2वटा नयाँ इन्जिनियरिङ कलेज पनि एफिलिएसन अहिले दिइसकेका छ। र अनि सुदूरपश्चिम विश्वविद्यालयले पनि एफिलिएसन दिइसकेको हुनाले मलाई लाग्छ अब झन्डै तपाईँले 46 भन्नुभयो, 56 भन्दा माथि पुगिसक्यो। 5 दर्जनको हाराहारीमा इन्जिनियरिङ क्याम्पसहरू छन्। हजुर। र यी क्याम्पसहरूमा पढ्नको लागि तपाईँले कुन विषय पढ्ने, त्यो कति खर्चिलो छ हजुर देखि लिएर कलेजको इन्फ्रास्ट्रक्चर कस्तो छ, सुविधा कस्तो छ, कुन ठाउँमा छ, त्यसअनुसार एउटा भ्यारी गर्छ। र सरकारी कलेजमा अहिले फीको क्याटेगोरी हेऱ्यो भने स्कलरसिप पाएन, पैसा तिरेर पढ्नु पर्यो भने पुल्चोक क्याम्पसमा झन्डै 5 लाख प्लस पर्छ, जुन टियुको सरकारी कलेज, पुल्चोक मात्रै नभनौँ अरू पनि आङ्गिक कलेजहरूमा। पोखरा युनिभर्सिटीको कलेजहरूमा 6,44,000 कि त्यस्तै कति छ। पूर्वाञ्चलमा पनि त्यही 5-6 लाखको हाराहारीमा छ। र प्राइभेट कलेजहरूमा आउने हो भने प्राइभेट कलेजहरू कुन ठाउँमा छ त्यो हेरिकन अहिले इन्जिनियरिङ पढ्ने यसपटकको फी स्ट्रक्चर मैले बजारमा नजिकबाट हेरेको कलेजहरू आफै घटाघट प्रतिस्पर्धामा गएर 5 लाखदेखि 15 लाखसम्ममा इन्जिनियरिङ पढ्न पाइन्छ। फ्याकल्टी हेर्नु पर्यो कुन पढ्दैछु, अनि त्यसपछि कुन ठाउँमा पढ्दैछु, कुन कलेजमा पढ्दैछु, त्यसमा भर पर्छ। हजुर चाहिँ जनकपुरतिर चाहिँ आउनु पहिला चाहिँ यहाँ हरेक घरमा के हुन्थ्यो भने डक्टर इन्जिनियरतिर चाहिँ अलि सुखी सम्पन्न परिवारका व्यक्तिहरू प्राय चाहिँ त्यतातर्फ चाहिँ आकर्षित हुन्थ्यो। अहिले के रहेछ हजुरहरू? हुन त अब जनकपुर आउने कार्यक्रमकै सिलसिलामा, तर के रहेछ भने अनुसन्धानसँग जोडिएका त्यतिकै त हजुरले जुन इन्ट्रान्स चलाइरहनु भएको छ त्यतिकै छ। हजुरको के रहेछ यतातर्फ चाहिँ मान्छेहरूको आकर्षण घटेको छ कि पहिला जस्तै रहेछ? मैले प्रत्येक वर्ष कम्तीमा पनि 15,000 देखि 20,000 विद्यार्थीलाई प्रत्यक्ष भेटेको हुन्छु। 12 कक्षा पढ्ने विद्यार्थी। हजुर। र तिनीहरूको मैले सूक्ष्म अध्ययन पनि गरिरहेको छु। विभिन्न विद्यार्थीहरूका क्वेसनहरू सुनिरहेको छु। उनीहरूका जिज्ञासा, इच्छा, उनीहरूका प्यारेन्ट्सहरूसँग कतिसँग सम्पर्क भइरहेको हुन्छ है। त्यसले गर्दाखेरि उनीहरूको अहिले मैले ट्रेन्ड हेरेको, स्पेसली काठमाडौँको हाइफाई वर्ग अहिले इन्जिनियरिङ नै पढ्दैन। उनीहरूको एउटा ट्रेन्ड छ बाहिर जाने, र उनीहरूको ट्रेन्ड भनेको आइदर युरोप अर युएस, अस्ट्रेलिया। र मैले
त्यही ट्रेन्ड पछ्याउँदैछ पोखराले। ए मोररलेस त्यस्तै हो। र पोखराको एउटा वर्ग छ फेरि इन्जिनियरिङ नेपालमै पढ्ने, र एउटा वर्ग छ बाहिरको काठमाडौँकै ट्रेन्ड पछ्याउने। अनि म अर्को सिटी हेर्छु, चितवन र बुटवलको स्थिति हेर्छु, त्यहाँको विद्यार्थीहरू युएस युरोपमा केही र धेरै जसो अस्ट्रेलिया ताक्नेहरू छ उनीहरू। र अनि मैले नेपालगञ्ज दाङतिर यो धनगढीतिर हेरेको त्यहाँको विद्यार्थीहरू जापानतिर बढी एट्र्याक्सन देखे। हजुर त्यो जापानिज ल्याङ्ग्वेज सिक्ने इन्स्टिच्युटमा +2 सकेपछि यस्तो भिड हुन्छ जापानिज र कोरियन ल्याङ्ग्वेज सिक्ने, त्यो ट्रेन्ड देखिरहेको छु। र विशेष गरी अनि यो चाहिँ हाम्रो मध्य प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि स्टिल अझै नेपालमा इन्जिनियरिङ पढ्ने ट्रेन्ड छ आजको दिनमा पनि। र मध्य प्रदेशबाट केही विद्यार्थी 50-50 हो, केही नेपाल पढ्छन् केही इन्डिया पढ्छन् भने अहिले मध्यपश्चिम र सुदूरपश्चिमको एउटा ट्रेन यसो हेरेको मैले अस्ति पनि इन्जिनियरिङ कलेजहरूको ओरिएन्टेसन कार्यक्रममा मैले चाहिँ त्यहाँ नाम बोलाउने, उनीहरूलाई चाहिँ स्वागत गर्ने उसमा हेर्छु विद्यार्थीहरू कहाँको कुन इन्जिनियरिङ पढ्दो रहेछ भनेर मैले ट्रेन हेरिरहेको छु। हजुर र विशेष गरी मधेसको विद्यार्थी अहिले कुरा आयो, उनीहरू सिभिल इन्जिनियरिङ पढ्छन् मेजोरिटी अफ स्टुडेन्ट, किनभने उनीहरूले जाने मानेको इन्जिनियरिङ हो र त्यो ट्रेन्डमा छ। पहिला र पनि मध्यपश्चिम सुदूरपश्चिमको नि सिभिल इन्जिनियरिङको ट्रेन्डमा छ। र अनि त्यसपछि तपाईँको अलि हाइफाई वर्गहरू उनीहरू कम्प्युटर आइटीतिर जाँदो रहेछ। त्यो किसिमको रोजगारीका दृष्टिले के भन्नुहुन्छ, के सल्लाह दिनुहुन्छ? म रोजगारीका दृष्टिले हेर्दाखेरि नेपाल जस्तो कन्ट्रीको लागि सिभिल इन्जिनियर सधैँ आवश्यकता हुन्छ। त्यसमा चाहिँ कुनै बिना हिचकिचाट पर्दा पनि हुन्छ। र अहिलेको नयाँ ट्रेन्ड भनेको अब तपाईँको एआईको जमाना आइसक्यो। त्यसले गर्दा कम्प्युटर, आइटी, आर्टिफिसियल इन्टेलिजेन्स, डाटा साइन्सदेखि लिएर विभिन्न सब्जेक्टहरू छन्, यी आइटी रिलेटेड सब्जेक्टहरू छन्, यिनीहरूको पनि धेरै राम्रो स्कोप छ। अनि नेपालमा तर मान्छेहरू त के भनिरहेछन् भने एआईले सबैलाई खाइहाल्छ नि, रोजगारी नै खान्छ। एआईले रोजगारी खान्छ है। अब बिना एआई त मलाई लाग्छ रोजगारी कस्तो हुन्छ भने अहिले त मैले देखेको अब डक्टरले पनि एआई त नसिके हुँदैन। आइटीको कुरा डक्टरलाई पनि जानकारी नभइकन अब काम गर्न गाह्रो हुन्छ। त्यसले गर्दा अरू फिल्डमा रहेका जुन अरू प्रोफेसनहरूले पनि तपाईँको चाहिँ आइटी र एआईका कुराहरू सिक्नुपर्ने भएपछि तपाईँको आइटी एआई पढ्ने विद्यार्थीहरू सधैँ अगाडि नै हुन्छन्। त्यसले गर्दाखेरि यो कुनै राम्रो फिल्ड हो, यसमा बिना हिचकिचाट पर्दा हुन्छ। अब नेपालको केस हेर्ने हो भने मैले देखेको आर्किटेक्चर पनि राम्रो स्कोप भएको इन्जिनियरिङ हो। अनि त्यसपछि तपाईँको यो एउटा बायोमेडिकल इन्जिनियरिङ भन्ने छ, यो युनिक सब्जेक्ट छ। नेपालमा पनि एउटै मात्रै क्याम्पस छ, युनिक सब्जेक्ट छ र यसको स्कोप फेरि भर्साटाइल छ। नेपालमा पनि उत्तिकै छ, युरोप अमेरिकामा पनि उत्तिकै छ। र त्यसले गर्दा यी सब्जेक्टहरू चुज गरे भने विद्यार्थीहरूलाई चाहिँ राम्रो हुन्छ होला। र मैले देखेको के भयो त भन्दाखेरि तपाईँको सिभिल भयो, आर्किटेक्चर भयो, कम्प्युटर, आइटी, एआईदेखि लिएर तपाईँको चाहिँ बायोमेडिकल र अनि त्यसपछि इलेक्ट्रिकल, जुन नेपालमा हाइड्रो पावरको यथा अपर्च्युनिटी छ, जसको हामीले आजसम्म 5% मात्रै हामीले चाहिँ एक्सप्लोर गर्न सकेका छौँ। त्यसले गर्दा अबको 1-2 दशक इलेक्ट्रिकल इन्जिनियरिङको पनि धेरै राम्रो स्कोप आउनेछ र यी इन्जिनियरिङ बिना हिचकिचाट पर्दा हुन्छ। अन्तमा लक्ष्मण सर, हजुर चाहिँ इन्जिनियरिङ पढेको कहिलेकाहीँ लाग्दैन यता तरबरु सरकारी जागिरतिर जाँदाखेरि लाखौँ करोड रुपियाँ कमाउँथ्यौँ, यता त अलि सङ्घर्ष बढिरहेछन्? हजुरले भनेको कुरा कतिपय घरिघरि त आउँछ होला, तर म मेरो पेसामा सेटिस्फाई छु, एकदमै सेटिस्फाई छु। र मेरा साथीहरू कति सरकारी जागिरमा छन्, धेरै साथीहरू त विदेशमा छन् र अब म प्राइभेट सेक्टरमा सङ्घर्ष गरिरहेको छु। म जस्तै केही साथीहरू छन्, कोही ए क्लास कन्ट्र्याक्टर पनि छन्, कोही सचिव पनि छन् मेरै साथीहरू। र सबैसँग यसो मैले कम्पेरिजन गर्छु, दुःख चाहिँ मैले धेरै गरेको छु, तर पनि म सेटिस्फाई छु म आफ्नो फिल्डमा र मैले धेरैलाई सेवा गरेको छु। आजको दिनमा मोर देन 65,000 इन्जिनियर पिएबाट जुन पिएको ढोका भएर इन्जिनियरिङ फिल्डमा गएका साथीहरू छन्
र तिनीहरू देखेरै मलाई चाहिँ एकदमै हर्ष लाग्छ। म जहाँ पुग्छु मलाई चिन्ने मान्छेहरू देख्छु, त्यो हुँदाखेरि म त्यसैमा सेटिस्फाई छु। र अनि अर्को कुरा के छ भने एउटा इन्जिनियरिङ अलि सरकारी इन्जिनियरिङमा राम्रो होला, कमाइ होला, तर मान्छेले सोच्छ नि, र मैले के सोच्छु भने विकासको कामहरूमा इन्जिनियर स्ट्रिक्ट हुने हो भने तपाईँको चाहिँ भ्रष्टाचार रोकिन्छ, विकासको काममा ठप्पै रोकिन्छ। इन्जिनियरले नचाहिकन भ्रष्टाचार हुन्छ भन्ने मलाई लाग्दैन। तर इन्जिनियर त खुलेर नै भन्छ नि यति पर्सेन्ट चाहियो। अब त्यो चाहिँ ओपन सेक्रेट जस्तो छ, नेपालको लागि त मैले अब पनि भइसक्यो। सुनेको। तर इन्जिनियरको चाहना भयो भने इन्जिनियरले सिग्नेचर गरेन भने नेताले गरेर पनि केही पनि हुँदैन। त्यसमा मिलोमतो इन्जिनियरको भएन भने, र इन्जिनियरले चाह्यो भने विकासका कामहरू चाहिँ चाँडो पनि हुन सक्छन्, फेयर पनि हुन सक्छन्। त्यसले गर्दाखेरि अब यसमा चाहिँ अब मेरो इन्जिनियर साथीहरूलाई त्यो कुराको चाहिँ एका राखिदिनु होला भन्ने अनुरोध मात्रै हो, अरू त्यहाँभन्दा मैले केही गर्न सक्दिनँ। हस् त, धेरै धेरै धन्यवाद। यहाँले हाम्रो लागि अमूल्य समय दिनुभयो, त्यसको लागि धन्यवाद। हस्, धन्यवाद। यो जनकपुर जुन सीताको नगरीमा आएर, जानकी नगरीमा आएर यो मोडेल खबर मार्फत मेरा 2-4 वटा कुरा राख्न दिनुभयो। यो सम्पूर्ण मोडेल खबर परिवारलाई मेरो तर्फबाट आभार व्यक्त गर्दै बिदा हुन्छु। हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो लक्ष्मण पोखरेलजी, इन्जिनियरिङ आइटी इन्ट्रान्स पढाउने देशकै नम्बर 1 इन्स्टिच्युट PEA को CEO। यसै गरी उहाँ चाहिँ कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीको पनि अध्यक्ष हुनुहुन्छ, नेसनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीको अध्यक्ष, हिमालयन व्हाइट हाउस इन्टरनेसनल कलेज पुतली सडकका पनि अध्यक्ष हुनुहुन्छ। यी बाहेकका पनि केही कलेजहरूमा उहाँ आबद्ध हुनुहुन्छ र सबैभन्दा बढी चाहिँ उहाँको अनुभव धेरै माने राख्छ। कसरी चाहिँ विद्यार्थीहरू इन्जिनियरिङ कलेज पढ्न आउँछन्, खास गरेर पढाउन पुलको काम उहाँले चाहिँ गरिरहनु भएको छ, जसले चाहिँ उहाँको समाजमा एउटा अर्कै उचाइ रहेको छ। पुनः धन्यवाद सँग मोडेल खबरबाट म सुजित कुमार झा आज्ञा चाहन्छु। नमस्कार।